Guys, welcome to my new vlog. के छ सन्चै हुनुहुन्छ नि? I hope you all are fine. म चाहिँ पहाडतिर आइसकेको छु. पहाडतिर एकदमै हरियाली पानी पर्ने मौसम चिसो छ. तपाईकोतिर कस्तो छ? कमेन्ट गर्न नभुल्नु होला गाइस. च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला. सुरुवातमै भनिरहेको छु, फेरि पछि सब्स्क्राइब गर्न भुल्नु भएन है. अनि यहाँतिर यस्तै सक्नुहुन्छ. कस्तो राम्रो हरियाली. आनन्द छ, बादल लागेको छ. घाम परेको छ अलिअलि. बेलुकी पानी पनि पर्छ, उता हेर्न सक्नुहुन्छ. रोपाइको लागि बेर्न तयार पनि गरिरहेछन्. त्यहाँ नदी. त्यही छ गाइस, हरियाली छ, रमाइलो छ भन्नुपर्छ. गाइस के देख्नुभयो यहाँ? देख्नुहुन्छ नि, स्कुलबाट आएर चाहिँ यहाँ झगडा गर्दैछन् केटाहरू. पहाडी खाना गाइस, पहाडी खाना मस्तसँग. नहा धो के रेडी हो चुके हैं और जा रहे हैं ऊपर दोस्त के घर पे. चलिए जाते हैं. घाम लागेको छ गाइस अहिले चाहिँ हैन. त्यही भएर चाहिँ चिसो भएको कारण चाहिँ नुहाएर अब चाहिँ माथि साथीको घरमा जाँदैछु घुम्नलाई. के गर्ने घरमा पनि यतातिर चाहिँ वाइफाई चाहिँ हुँदैन. अब चाहिँ जोड्नु पर्ने अवस्था छ. त्यसपछि चाहिँ यस्तो बजारतिर घुम्न जानुपर्छ. छुट्टी पनि छ, के गर्ने यहाँ. यो चाहिँ यतातिर यस्तै छ गाइस. उता जानुपर्ने हो, जाँदैछु. अरू ठिक छ, बाई, पछि भेटौँला. हेर्दै गर्नु लाइभ भ्लग. लाइक सब्सक्राइब अनि कमेन्ट गर्न चाहिँ भुल्नै पर्दैन. पहाडबाट तर 1-2 वर्ष जाँदा पनि यस्तो सास लाग्ने अवस्था आइसक्यो भने चाहिँ 2-4 वर्षहरू बसेपछि त फेरि एक्लै मजा आउँला जस्तो चाहिँ हिँड्नलाई. त देख्न सक्नुहुन्छ गाइस, कस्तो राम्रो दृश्य होइन. देखाउँ र अझ देख्नुहोस् गाइस कस्तो छ. तपाईँले कस्तो लाग्छ होइन, प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला. सब्सक्राइब त गर्नै भुल्नै हुँदैन कि, किनकि म चाहिँ न्यू क्रिएटर हो भने चाहिँ सपोर्ट चाहिँ गर्नै पर्छ हजुरहरूले. यही भन्न चाहन्छु. प्लिज हम्बल रिक्वेस्ट छ कि सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला. भ्लगहरू चाहिँ यस्तै अपलोड गर्दै गर्नेछु. म पनि एउटा युट्युबर बन्ने चाहना लिएर अगाडि बढेको मान्छे. सब्सक्राइब गरेर चाहिँ जरुर मलाई सपोर्ट गरिदिनु होला. 5 भइसक्यो गाइस, 5:30. यस्तो घुमघाम गर्ने चक्करमा 5:30 भइसक्यो. अब यस्तो अझ बजारतिर जानु पऱ्यो, घुम्नुपर्ने हुन्छ. उता देख्न सक्नुहुन्छ बजार त्यही हो गाइस. हिजो चाहिँ भ्लग त्यस्तै भयो. बेलुकी चाहिँ इन्ड गर्न पाएन, तर आज चाहिँ फेरि त्यही भ्लग सुरु गरेको छु. हेर्न चाहिँ नभुल्नु होला है. माया मोह चाहिँ देखाउनै पर्छ हजुरहरूले, नत्र भने चाहिँ सानो क्रिएटरहरू चाहिँ अगाडि बढ्न पाउँदैन. तपाईँले सब्सक्राइब गर्नुहुन्छ, लाइक गर्नुहुन्छ भने चाहिँ थप कन्टेन्टहरू चाहिँ बनाउने प्रयास हामीहरू चाहिँ गर्छौँ होइन. अरू त्यस्तो पसलतिर जाउँ भन्ने हो, अरू त केही होइन. चट्टसँग नुहाइधुवाइ गरेर रेडी भएर घुम्न त जानु पऱ्यो. घरतिर पनि त्यतातिर त्यति सबै तराईतिर झरिसक्यो. अनि मान्छेहरू त्यति हुँदैनन् आफ्नो एजको. के भएपछि सबलाई के भन्छ भने चाहिँ आफ्नो ठाउँलाई चाहिँ नछोड्नुहोस् के पटक्कै. केही त केही आफ्नो ठाउँमा गर्ने प्रयास गर्नुहोस्. आफ्नो ठाउँलाई सकेसम्म अगाडि बढाउने प्रयास गर्नुहोस् होइन. त्यो हरेक व्यक्तिले सोच्नुहोस् भन्न चाहन्छु. अदरवाइज सबले चाहिँ तराई झर्ने हो भने चाहिँ पाहाडमा चाहिँ को बस्छ छ? बस्दिनै जित्ने डर छ होइन. त्यही भएर चाहिँ सबले चाहिँ ध्यान दिनु पऱ्यो, बस्नु पऱ्यो, आफ्नो ठाउँलाई संरक्षण गर्नु पऱ्यो, संवर्धन गर्नु पऱ्यो. बरु त्यो क्षेत्रलाई अगाडि कसरी बढाउन सकिन्छ कि त्यो ठाउँमा चाहिँ हामी चाहिँ लाग्नुपर्ने हुन्छ. अझ धेरै भाषण दियो भन्नुहुन्छ होला. त्यो भएर चाहिँ भ्लगमा यति नै. बाँकी भन्ने कुरा त कति हुन्छ कति नै, त्यो गर्दै गरौँला. थाकेर यो उकालोमा लास्टै
ठगिन्छ के यस्तो कालो छ पछाडि जान त्यहाँबाट फेरि रोड छ रोडमा चाहिँ यसो केही हुँदैन खासै बिहेको गाडी गाइस होइन म चाहिँ रोडतिर पुगिसकेको छु यतातिर चाहिँ गाडीहरू आएकै हुन्छन् माथितिर गाइस देख्न सक्नुहुन्छ मन्दिर होइन त्यसपछि चाहिँ एकचोटि यतातिर जाउँ यतातिर चाहिँ को छ होइन यतातिरको दृश्य गाइस जस्तो छ चट्ट माथितिर वन होइन तलतिर घर चाहिँ रोडहरू छ यहाँ पनि चाहिँ रोड त्यस्तै छ यतातिर चाहिँ हरियाली छ एकदम राम्रो छ भन्नुपर्छ पहाड मैले 10सम्म पढेको स्कुल गाइस त्यो स्कुल हो धर्मघरमा आएपी होइन त्यो स्कुलमा चाहिँ 10सम्म पढेको त्यो चाहिँ बजार त्यहाँतिर म जाँदैछु यहाँ पनि बस्ती छ होइन यस्तै छ गाइस यतातिर चाहिँ स्कुल गाइस त्यही स्कुल हो यो चाहिँ बजार बाई आजको लागि है ब्लग हेर्दै गर्नु होला लाइक सब्सक्राइब गरिदिनु होला बाई गाइज बाई